गाइज मलाई चाहिँ के लाग्छ भने नि यो छोरा विदेश त आए, छोरी विदेश त आए, ठिक छ। छोरछोरी विदेश गएको थिए, विदेशबाट आए। विदेशमा नहुनेका नेपालमा आफ्नै घरमा आफ्नै फ्यामिलीसँग रमाएर बसिरहेको छ है। घरमै छन् ठिक छ। अब विदेश त आए भन्दैमा केही पनि काम गर्नै नहुने क्या घरको, त्यस्तो पनि हुन्छ। घरको काम त सबैले मिलेर गरे हुन्न र? घरमा भएकालाई मात्रै दुःख दिनुपर्छ भन्ने छ र? बाआमालाई मात्रै दुःख दिनुपर्छ भन्ने छ र? छैन नि। अचम्म लाग्छ के हो, तपाईँहरू कमाउन जानुभएको हो, अर्काको देशमा दुःख गर्नुभयो, दुःख गरेर पैसा कमाएर आफ्नो घरमा फर्किनुभयो, ठिक छ। फर्किएको केही समय आफ्नो घरमा फ्यामिलीसँग टाइम स्पेन्ड गरेर बस्छु भनेर आइसकेपछि फ्यामिलीलाई पनि अलिकति हेल्प गर्दा तपाईँहरूको केही जाँदैन के, केही पनि जाँदैन। विदेशमा गरेको दुःखको यति पनि होइन क्या यहाँ, बुझ्नुभयो नि। त्यही भएर जति सक्नुहुन्छ आफ्नो फ्यामिलीलाई टाइम दिनुहोस्, सकेको कुरामा हेल्प गर्नुहोस्। कोही पनि म जस्तो अल्छी नहुनुहोस् के। मैले एउटा ढलेको सिनको पनि उठाइनँ के। ल म जापानबाट आएँ, केही पनि काम गर्ने मुडै चलेन। अलिअलि हेल्प गरिदिने यताउति काम गर्नुहोस् के। भएको एउटा दाई बिचरा, अब कान्छी बुहारी भनौँ, कान्छी बुहारीले साह्रै दुःख पाइन् हाम्रा घरकी मैले गर्दा। मेरो जस्तो दिनभरि खाने सुत्ने उठ्ने मात्रै काम नगरौँ के। अलिअलि घरका लागि नै हेल्प गरिदिउँ। विदेश त आयौँ भन्दैमा त्यस्तो ठुलो हुन आवश्यक छैन के। प्लिज है गाइज, ट्राई टु अन्डरस्ट्यान्ड। मैले म लगायत म जस्तो सम्पूर्णलाई भने हो क्या, फेरि मलाई मात्रै भने नि होइन, तपाईँलाई नै हो। तपाईँ अहिले जसले हेर्नुहुन्छ उहाँहरूलाई नै हो। हस् त, धन्यवाद। मेरो यही हो है भनाइ।